Going to Tirupati. So we missed our first train. We are in Alava. हामी चाहिँ Alava train stationमा छौँ केरलाको। पहिलो ट्रेन चाहिँ हामीले मिस गर्यौँ। अब दोस्रो ट्रेन चाहिँ अलि नजिकै जानेवाला ट्रेन चाहिँ हेरिरहेको छौँ जुन चाहिँ 7 कतिमा आउँदैछ 42 मा आउँदैछ। So let's see we can catch that train or not. अब कोचीबाट तिरुपति जाने क्रममा चाहिँ यस्तो स्याड सिचुएसन भयो कि हामीले बल्ल बल्ल गरेर कोचीबाट डाइरेक्ट तिरुपति जाने ट्रेन बुक गरेको थियौँ तर हामी त्यहाँ पुग्न नपाउँदै ठ्याक्कै हाम्रो आँखा अगाडिबाट ट्रेन गयो ट्रेन छुट्यो त्यसपछि हामी त के गर्ने भएर त्यहाँ हेल्प डेस्कमा यसो कुरा गर्दाखेरि चाहिँ अब तिरुपतिको डाइरेक्ट ट्रेन त पाइँदैन त्योभन्दा अगाडि चाहिँ कटपडी जङ्सन भन्ने ठाउँमा रोकेर फेरि अर्को ट्रेन लिएर जानु भनेर भन्यो त्यसपछि हामीले ल ठिकै छ भनेर त्यही जुन ट्रेन आउँदै थियो त्यो ट्रेनमा चढेर अनि त्यहाँको जेनरलको टिकट काटिसकेका थियौँ त्यसपछि टिटीलाई गएर कुरा गऱ्यौँ टिटीलाई चाहिँ अब हामी नयाँ मान्छे टुरिस्ट मान्छे हो केही पनि थाहा भएन त्यो ट्रेन पनि छुट्यो यस्तो यस्तो भनेर रिक्वेस्ट गर्दाखेरि चाहिँ उहाँहरूले हामीलाई ठ्याक्कै अब एसीको टिकट्स मिलाइदिनु भयो माथिल्लो बर्थको टिकट अब त्यसको लागि चाहिँ एकदम लक्की पनि भयो हामी टिकट्स पनि अभाइलेबल रहेछ होइन हामीले चाहिँ यो ट्रिपमा एक्चुअली जसरी भयो नि ट्रेनबाट ट्राभल गर्ने भनेर प्लान गरेको थियौँ भगवानले पनि हामीलाई एकदमै राम्रो ट्रेनको ट्राभल एक्सपिरियन्स दिनुभयो गाइज अब चाहिँ बल्ल आनन्द भइरहेको थियो किनभने हामी कटपडी जङ्सन पुगिसकेका थियौँ जुन चाहिँ तिरुपति ट्रेन स्टेसनबाट जम्मा 2-3 घन्टाको अगाडिको ट्रेन स्टेसन हो है अब यहाँबाट चाहिँ हामीले अर्को जनरलको टिकट काटेर जानुपर्ने हुन्छ अब चिया बिस्कुट खाँदैछ टक्क लाएर होइन अब यो चाहिँ ट्रेन स्टेसन यस्तो छ ट्रेन छुट्नाले बडो पिर मर्का पर्यो हामीलाई हामी चाहिँ आज जनरल ट्रेनमा चाहिँ तिरुपति जाँदैछौँ जम्मा 50 रुपियाँमा So this is general train. That's a general train तर So कस्तो लाग्यो जनरल ट्रेनमा एक्सपिरियन्स नयाँ एक्सपिरियन्स होइन मान्छेहरूले यस्तो सुनेर दिनु पाइन्छ गाइज हाम्रो ट्रेनको एक्सपिरियन्स चाहिँ बबाले भएका कुरै नगर्नुहोस् होइन अब कस्तो एक्सपिरियन्स लिने भनेर गएको कस्तो भयो होइन किनभने अब हामीले मिस गरेर ट्रेन मिस गरेर यो ट्रेनमा जनरलमा आउनु पर्यो एउटा अनि अर्को भनेको हाम्रो महारानीले रातिदेखि पानी नै खाएको थिएन किनभने अब त्यहाँको ट्रेनको टोइलेटहरूको स्मेल त अब तपाईँहरूलाई थाहा नै छ होला है अनि यो सनराइज चाहिँ बबाल थियो क्या फेरि होइन अनि त्यस पछाडि अब बिहान चिया बेच्न आउने हो चाय गरम भन्दै होइन यसपछिको सुन्नु न त्यो चाहिँ गजब छ क्या हटाट समस्या समोसा गरम So we finally reached Tirupati Baba. Story by the Hamila. In there go over train station address this day, right? You can't expect much. Tirumala buses are not going to stay but we're not going to Tirumala today. We'll be going there tomorrow. Baba! ट्रेन स्टेसनबाट ठ्याक्कै निस्केपछि अगाडि एउटा बिल्डिङ छ ठ्याक्कै अगाडि छ साइडमा होइन खासमा मैले भिडियोहरू हेर्दाखेरि चाहिँ यहाँबाट चाहिँ टिकट लिनु तिरुपतिको लागि भनेर मैले खासमा त्यहाँ बुझ्न गएको थिएँ होइन तर फरेनर अथवा नेपालीको लागि चाहिँ खासमा यहाँबाट होइन रहेछ यो चाहिँ इन्डियनको लागि मात्र रहेछ यहाँबाट टिकट लिनुको लागि अब यहाँ टिकट लिएर इन्डियनहरूले अब भोलि आज टिकट लियो भने भोलि पूजा गर्न पाउँदो रहेछ त्यस्तो हुँदो रहेछ होइन तर हाम्रो लागि चाहिँ एकदम स्पेसल केस छ क्या त्यो चाहिँ म अर्को भिडियोमा भन्छु अनि त्यस पछाडि हामीले केरलामा बाइक लिए जस्तै यहाँ चाहिँ हामीले स्कुटी लियौँ किनभने यो अलिकति कन्जस्टेड सिटी हो होइन यहाँ स्कुटी भयो भने गाडीभन्दा फार बेटर वेमा हामी छिटो कुद्न सक्छौँ अनि धेरै ठाउँमा जान सक्छौँ भनेर स्कुटी लिएर हामी हिँड्यौँ त्यस पछाडि हामीले PS4मा गएर खाजा खायौँ यो चाहिँ एकदमै फेमस रेस्टुरेन्ट रहेछ त्यहाँको होइन टन्न डोसा खायौँ चिया मजाले खायौँ तपाईँ देख्न सक्नुहुन्छ होइन उनको मुहारमा खुसियाली छ चिया खाए पछाडि पहाड नेपाल गर्मी चाहिँ गर्मी रहेछ क्या है अब गर्मी सुरु होला हो अब अहिले त्यसपछि चाहिँ हामी आएर फ्रेस भएर अनि हामी त्यही दिनबाट नै मन्दिरहरू जान सुरु गऱ्यौँ
तिरुमाला जानुभन्दा अगाडि चाहिँ 2-3वटा मन्दिरहरू गएर जाँदा चाहिँ राम्रो हुने रहेछ। तिनीहरू मध्येमा यो पनि एउटा मन्दिर पर्छ, श्री कपिलेश्वर स्वामी मन्दिर। यो चाहिँ शिवको मन्दिर हो, राम्रो छ मन्दिर एकदमै। भित्र चाहिँ क्यामेरा फोनहरू लान अलाउड थिएन, त्यही भएर भित्र खिच्न पाइनँ, तर आर्किटेक्टहरू पनि राम्रो थियो, एकदमै पिसफुल थियो। साउथ इन्डिया घुम्न आउँदाखेरि चाहिँ अलिकति हामी ड्रेसमा चाहिँ अलि माइन्डफुल नै हुनुपर्छ, मोडेस्ट ड्रेसहरू लिएर आउनुपर्छ, बिकज सबैजनाले त्यहाँ चाहिँ साडी ट्रेडिसनल ड्रेसहरू लगाइरहेका हुन्छन् अनि कति ठाउँमा अलाउड नै हुँदैन, त्यही भएर त्यसको लागि चाहिँ अलि माइन्डफुल नै हुनुपर्छ। यो मन्दिर चाहिँ ठ्याक्क सिटीको बिचमै छ। हामी बसेको ठाउँबाट अलमोस्ट लाइक 15 मिनट्स जस्तो बाइक राइड गरेपछि चाहिँ हामी यहाँ पुगिसकेका थियौँ। हामी बसेको भनेको तिरुपति होमस्टे, सिटीको बिचमै थियो। यो एकदमै नजिकै छ, जान पनि एकदमै सजिलो छ। It's almost 7 p.m. and then we are heading towards the local market over here. We are in Tirupati, Andhra Pradesh state, and oh my god, the traffic is insane now. I mean, the crowd is insane. I mean, they're like, people are doing so much rash driving. Someone's coming from here, someone's coming from there, like nowhere. There's no one is wearing helmet, guys. See. I don't know. No one is even wearing helmet. I think this is the main area for the local market. It's very like everyone is just honking horns. यो चाहिँ तिरुपति सहर हो आन्ध्र प्रदेशको अनि यहाँ यति धेरै टेम्पल्सहरू रहेछ नि like every street where we can find temples. And right now we are just roaming around in the local market. It's very crowded. It's like giving full India vibes. Like Delhi ma jasto hunthyo ni Chandni Chowk wala, like Chandni Chowk is a bit much for this, but still somewhere it reached up to that. Yeah. यो पुरै अब भित्र छ है असमको गली जस्तो, तर असम त अहिले धेरै सफा छ। काठमाडौँ नै पुरै एकदमै सफा छ अहिले त। मान्छेहरू यहाँ यसरी स्ट्रिट फुडहरू बेच्दैछन्, कोही खाँदैछन्। त्यही यहाँ ट्रेन स्टेसनहरू चाहिँ ठ्याक्कै एन्ट्रीमा आइपुगेछौँ हामी बिहान ट्रेन स्टेसनमै थियौँ बिहान, भन्नाले ट्रेनमै आएको थियौँ बिहान। अटो नै अटो। कस्तो फिल भइरहेछ बाबा तिरुपतिको लोकल मार्केटमा? हामी हिजो चाहिँ केरलामा थियौँ या but this was Kerala was very much managed, well managed than Tirupati. Then yeah, because this was like Kerala was safa pani thiyo ni ta. It was very clean and then the roads were also well managed, you know. He's carrying bicycle. This is a bit too much of bicycle bogera pura hidiरहेछ। नयाँ किन होला? No, it's not a new bike, right? It's not a new one. लिएर भइरहेको छु त्यहाँ पन्जाबी ढाबा रहेछ। यति धेरै लोकल सप्सहरू छ। यहाँ चाहिँ प्रायः सबैजनाले तिरुपति गएर हेयर गरेको हुन्छ, अफर गरेको हुन्छ त्यहाँ। अनि धेरै मान्छेहरू यसरी बल्ड लिइरहेका हुन्छन्। हाम्रो असनको गल्ली जस्तो रहेछ बाबा, असनको गल्लीहरू त्यसै फिलिङ आएको छैन तपाईँको? बजारको भिड र कोलाहलको बिचमा आजभन्दा 900 वर्ष अगाडि 12th सेन्चुरीमा लर्ड विष्णुको लागि यति राम्रो मन्दिर बनेको रहेछ, श्री गोविन्दराज स्वामी टेम्पल। रेलवे स्टेसनबाट जम्मा 1 किलोमिटरको डिस्टेन्समा यो मन्दिर रहेको छ। तपाईँहरू मजाले भिजिट गर्न सक्नुहुन्छ है, देख्न सक्नुहुन्छ यहाँको आर्किटेक्ट है। रातिको 10 बजे पनि मान्छेहरू यसरी भिजिट गरिरहेको छ क्या, भनेपछि लर्ड विष्णुको लागि चाहिँ मान्छेहरूको मोह कति रहेछ त। साउथ इन्डियामा बन्ने मन्दिरहरू छ नि, द्रविडियन आर्किटेक्टमा बन्ने मन्दिरहरू रहेछ क्या, जुन चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। यो मन्दिरको आर्किटेक्चरहरू कस्तो बवाल छ नि है। अब यो पहिलो दिनको खासमा तिरुपतिको हाम्रो भिजिट थियो मन्दिरहरू है।
गाइज यति मात्र होइन अब थुप्रै कुराहरू आउनु बाँकी छ हामीले तिरुपतिको तिरुमालामा रहेको मेन टेम्पल त घुम्नै बाँकी छ अब त्यसको बारेमा सम्पूर्ण कुराहरूको डिटेल्स सहित मैले भिडियो अपलोड गरेको छु हैन खास गरी फरेनर नेपालीहरूको लागि अनि त्यस पछाडि इन्डियन आर्मीहरूको लागि चाहिँ विशेष त्यहाँनिर चाहिँ सुविधा रहेछ है त्यो कसरी पाउने के गर्ने सबै कुराहरू मैले हालेको छु त्यो भिडियो हेर्न नबिर्सनु होला नेक्स्ट पार्टमा छ अनि हामीलाई फलो सब्स्क्राइब लाइक सबै कुराहरू गर्ने होला ताकि मलाई नेक्स्ट भिडियोहरू अरू थुप्रै भिडियोहरू हाल्ने प्रेरणा मिलोस् धन्यवाद।